आएको 3 लाख रुपैयाँ प्रहरीले लुटेर गङ्गबुको एउटा लजमा गएर रातभरि बलात्कार गरेर अनि हाम्रो महोत्तरीको अस्ति भर्खर एकजना मण्डल भाइ मरेर बाकसमा आउनुभयो, भिजिट भिसामा जानुभएको रहेछ 5 लाख रुपैयाँ तिरेर। वर्षमा 7 लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र 20,000 फर्काइएको छ। यो 2-4 जना हो। अनि भुटानी शरणार्थीको काण्ड भयो, गृहमन्त्रीज्यू आउनुभयो, उहाँले त यसको छानबिन गर्नु होला भनेर हाम्रो आशय थियो, हाम्रो अपेक्षा थियो, तर उहाँ त फाइलहरू बन्द गर्न आउनुभयो। गोविन्दराज जोशी जब गृहमन्त्री हुनुहुन्थ्यो त्यो बेलादेखि रातो पासपोर्टको दुरुपयोगबाट मानव तस्करी सुरु भएको, त्यो कुरा हामीले सम्झिनुपर्छ। उहाँहरूको अभिव्यक्ति स्वतन्त्रता जुन कुण्ठित गर्ने प्रयासहरू हुन्छ त्यसको लागि चाहिँ हामी लडिरहन्छौँ। मलाई यो सदनमा अघि आधा घण्टा अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूले, माननीयहरूले यो कुरा सुनाउनु भयो र तपाईँले 2-4वटा मिडियामा चेक गर्न सक्नुहुन्छ। त्यो मिडियामा फोन गरेर सूचना दिने व्यक्ति मै हो। तपाईँहरूले कृपया यो सूचना प्रकाशित गरिदिनुस्, यो गलत भइराखेको छ, यसको बारेमा मिडियाले बोलिदिनुपर्छ भनेर। त्यसमा फेरि उहाँ र म, हाम्रो दिपकजी र म मिलेर हामी अरू समितिको सभापति कहाँ गएर तपाईँहरूको पनि खोस्या छ भनेर चेक गर्न पनि पुग्यौँ। तर अरू पार्टीको समितिको सभापति अनि प्रमुख सचेतकहरूको खोसिएको होइन रहेछ। हुन त हामीले रासोपाले कसैले पनि पिएसओ लिएको छैनौँ, हामीले त्यो अभ्यास गरेका छैनौँ। तर अरू पार्टी जसले लिनुभएको छ उहाँहरूको चाहिँ खोसिएको छैन रहेछ। त्यसैले यसको विरोध हामी पनि गर्छौँ। उहाँहरूको जुन राजनीतिक धरातल र सिद्धान्त छ त्यसको समर्थन हामी गर्दैनौँ, तर उहाँहरूप्रति विभेदपूर्ण जुन व्यवहार हुन्छ र उहाँहरूको अभिव्यक्ति स्वतन्त्रता जुन कुण्ठित गर्ने प्रयासहरू हुन्छ त्यसको लागि चाहिँ हामी लडिरहन्छौँ। किनकि राजनीतिक रूपमा फरक धरातलमा हुँदैमा एक राजनीतिज्ञले अरू राजनीतिज्ञलाई उहाँहरूको जुन आधारभूत अधिकार छ त्यसको सुरक्षाको लागि चाहिँ सघाउनुपर्छ भनेर हामी त्यसमा जुन अहिले गृह प्रशासनले, मन्त्रालयले र अहिलेको गठबन्धनले जे अभ्यास गरेको छ त्यसको विरोध गर्छौँ हामी, र हामीले परिकल्पना गरेको व्यवस्था त्यो होइन। जस्तो गृहमन्त्रीज्यू हिजो पनि आउनुभयो, शालीन रूपमा बस्नुभयो, जवाफ दिन खोजिराख्नु भएको छ, तपाईँहरूले हिजो पनि दिनु भएन, आज पनि जवाफ दिन आइराख्नु भएको छ, दिनु भएन। यसो अलिकति बोल्न दिउँ जस्तो लाग्दैन त्यति साह्रो। एउटा कुरा के हो भने एउटा प्रश्न जोड्छु ल। जति बेला राष्ट्रपाको गृहमन्त्री हुनुहुन्थ्यो रवि लामिछाने पार्टी सभापति, त्यस बेला पनि ठ्याक्कै यस्तै घटना घटेको थियो। त्यस बेला गृहमन्त्रीलाई पटक पटक बोल्न आग्रह गर्दाखेरि उहाँले समय पाउनु भएन। अहिले तपाईँहरूले ठ्याक्कै त्यसैको पैँचो फर्काइराख्नु भएको छ। होइन, तपाईँले अलि यसरी नहेरिदिनुहोस् होइन। यो पूर्वाग्रह र आग्रहको राजनीति होइन। यसमा 2वटा पाटोमा म जवाफ दिन्छु। यो जुन तुलना गरिराखेको छ नि गठबन्धनका नेतृत्वहरूले, गत वर्षको घटना र यसको पालो पैँचो हो, बदला लिइराखेको छ भनेको त्यो बौद्धिक दरिद्रता हो, उहाँहरूको अलि सङ्कुचित सोच हो। किनकि त्यो र यो मुद्दा कम्पेयर गर्नै मिल्दैन। यो राज्य व्यवस्थामा रहेर गरेको अख्तियार दुरुपयोग हो। रवि लामिछानेको मुद्दा उहाँ राजनीतिक रूपमा सक्रिय हुनुभन्दा अगाडिको मुद्दा थियो। राजनीतिक अख्तियारी दुरुपयोग गरेको मुद्दा थिएन, त्यो उहाँको व्यवसायसँग सम्बन्धित मुद्दा थियो। जुन अर्को कुरा तपाईँहरूले एउटा कुरा बुझ्नु के पर्छ भने उहाँको त्यो बेलाको चर्चा नेपाली कङ्ग्रेस लगायत अरू दलले गर्दै गर्दा होइन, कुनै पनि ठाउँमा किटानी जाहिरी थिएन र संसदीय छानबिन समितिले प्रतिवेदन लिएर आइसकेपछि बल्ल जाहिरी परेको हो। तर त्यो समिति बनाउनको लागि थियो होइन, त्यो एउटा कुरा। र अर्को तेस्रो एङ्गल हामीले सम्झिनु पर्ने, त्यो बेला उहाँहरूको एकैछिन तपाईँहरूले अर्को सम्झिनु पर्ने कुरा के हो भने लास्ट इयर उहाँहरूको डिमान्ड के थियो? प्रधानमन्त्री आएर बोल्नुपर्छ, प्रश्न गृहमन्त्रीमा उठेको छ, त्यसैले गृहमन्त्रीले बोल्ने होइन, प्रधानमन्त्रीले आएर बोल्नुपर्छ भनेर माग राख्नु भएको थियो। हामीले पनि त्यही माग्दै राखेको। प्रश्न गृहमन्त्रीमा उठेको छ, त्यसैले गृहमन्त्रीज्यूले बोल्ने होइन, यसमा प्रधानमन्त्रीज्यूले आएर बोल्नुपर्छ भनेर एउटा कुरा। अर्को महत्त्वपूर्ण कुरा तपाईँहरूलाई म सुनाउन चाहन्छु, यो एकदमै प्राथमिकताको साथ। तपाईँहरूले गोविन्दराज जोशी जब गृहमन्त्री हुनुहुन्थ्यो त्यो बेलादेखि रातो पासपोर्टको दुरुपयोगबाट मानव तस्करी सुरु भएको, त्यो कुरा हामीले सम्झिनुपर्छ।
अनि अर्को कुरा कुनै बेला युरोपमा जानको लागि जर्मनी जस्तो देशमा जानको लागि पनि नेपालीलाई भिजा लाग्दैन थियो, भिजा अन अराइभल दिन्थ्यो। अब त हामी यति तन्नम भइसक्यौँ यस्तै यस्तै काण्डले गर्दा कुनै दिन हामीलाई अफगानिस्तानले भिजा यहीँबाट अप्लाई गरेर आइज भनेर भन्न बेर छैन होइन। यो किन? यही काण्डहरूले गर्दा हो नि। अनि भुटानी शरणार्थीको काण्ड भयो, गृहमन्त्रीज्यू आउनुभयो, उहाँले त यसको छानबिन गर्नु होला भनेर हाम्रो आशय थियो, हाम्रो अपेक्षा थियो। तर उहाँ त फाइलहरू बन्द गर्न आउनुभयो, त्यो फाइलहरू बन्द गर्न आउनुभयो। र यस्तै यस्तै अब 2-4 जना भनेर अस्ति अघि भर्खर नेकपा एमालेको प्रमुख सचेतकले 2-4 जनाले यस्तो गर्दैमा भने यो 2-4 जना हो। हेर्नुहोस् त, 7 वर्षमा 7 लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र 20,000 फर्काइएको छ। यो 2-4 जना हो, 7 लाख। अनि तपाईँहरूले अर्को कुरा सम्झिनु भएको छ, अस्ति भर्खर लेख्नु भएको अमित ढकालको आर्टिकलमा एउटा उहाँले दृष्टान्त देखाउनु भएको नाम अर्कै तर पासपोर्टमा बिमला केसी भनेर देखियो। त्यो देखिएको भिजिट भिसामा परेको व्यक्ति त्यतिको कारणले उहाँले बल्ल तल बचाएर ल्याएको 3 लाख रुपियाँ प्रहरीले लुटेर गङ्गबुको एउटा लजमा गएर रातभरि बलात्कार गरेर अनि हाम्रो महोत्तरीको अस्ति भर्खर एकजना मण्डल भाइ मरेर बाकसमा आउनुभयो, भिजिट भिसामा जानुभएको रहेछ 5 लाख रुपियाँ तिरेर। यो हुन दिइराख्ने हामी? यो भइराखोस् त्यसो भए होइन। यो भइराखे, यो गर्दै गर्दा हामी यो तथ्याङ्कहरूलाई नजरअन्दाज गरिदिउँ भन्ने हो एउटा कुरा। अर्को कुरा म टुङ्ग्याउँदैछु यसमा। अर्को कुरा, अहिलेको जुन कन्स्टिट्युसनल प्रोसेस, संवैधानिक प्रक्रिया अनुसार भोलि हाम्रो के छ, बजेट छ। हामी बजेटलाई व्यवधान गर्दैनौँ, त्यसमा डिस्टर्बेन्स गर्ने हाम्रो कुनै आशय छैन। त्यति सुझबुझपूर्ण राजनीति हामी गर्छौँ होइन। यसमा आशंका उहाँहरूले जुन अब बजेट व्यवधान गर्ला, यो गर्ला, ऊ गर्ला भनेर त्यसलाई नबेचे हुन्छ। त्यति कन्स्टिट्युसनल प्रोसेसलाई रेस्पेक्ट गर्ने पोलिटिकल प्र्याक्टिस हामीसँग छ र त्यो यो भनेको हामीले अहिले उठाइराखेको राजनीतिक मुद्दा हो, यो कानुनी मुद्दा हो र यो छानबिन हुनुपर्छ भनेर एउटा सुशासनको माग हो। तर यो माग गर्दै गर्दा हामी कन्स्टिट्युसनल प्रोसेसलाई चाहिँ डिस्टर्ब गर्दैनौँ। भोलि हामी संवैधानिक प्रक्रियालाई डिस्टर्ब नगर्नेछ। जस्तो तपाईँले यो 7 वर्षको देखाउँदै गर्दा 5 महिना त तपाईँहरूले पनि चलाएको हो नि। 5 महिनामा निकाल्दै गर्दा 2 पटक मैले यही प्रश्नमा भने 2 पटक अलि छोटो सोध्नुहोस् है, तपाईँ लामो प्रश्न सोध्नुहुन्छ हो। त्यसको तथ्याङ्क मसँग छ, त्यसको तथ्याङ्क छ। म तपाईँहरूलाई अहिले सबैलाई त्यो लिन दिउँला होइन। त्यसमा के छ भने नेपालबाट जाने फ्लाइट नै कम भएको छ। त्यो बेलामा किन कम भएको छ थाहा छ? यहाँ भएको टाइटले गर्दाखेरि र फर्काइएको त्यो 20,000को सङ्ख्या जुन छ नि, त्यसको धेरै सङ्ख्या त्यही दौरान छ। त्यो अर्को कुरा। र त्यो बेलामा गृह प्रशासन लगायत सबै ठाउँमा त्यो बेलाको छापामा आइरहेको समाचार पनि हेर्नुहोस् तपाईँ। त्यो हामीले यो प्रश्न तपाईँहरूबाट आउँछ भन्ने अपेक्षा थियो, किनकि हामी पनि त जिम्मेवार थियौँ। लगभग 150 दिन गृह प्रशासन होइन, उहाँहरूले जस्तो 34 वर्ष होइन, 150 दिन चाहिँ हामी पनि जिम्मेवारीमा थियौँ। त्यसैले गर्दा त्यो दौरान के थियो त भनेर तपाईँहरूको प्रश्न हुन सक्छ भनेर हाम्रो त्यो अपेक्षा र त्यो तयारी थियो। यसमा हामीसँग तथ्याङ्क नै छ त्यो दौरान के भएको थियो। यो 7 लाखमा फर्काइएको सङ्ख्या त्यो दौरान धेरै छ। सबैको दाबी त कस्तो भन्दा अलि डोनाल्ड ट्रम्पले पनि फर्काइदियो नि केही नेपाली, त्यो गृहमन्त्रीले क्रेडिट लिन मिल्छ त त्यस्तो कुराहरूमा विदेशबाट फर्काइदिएको खबरमा चाहिँ। कुन गृहमन्त्रीले? जस्तो त्यो विदेशी उनीहरूले फर्काइदिएको विषयमा चाहिँ तपाईँको यहाँको हाम्रो नेपालको कारणले फर्काइयो भन्नु मिल्छ कि मिल्दैन? होइन, एयरपोर्टबाट फर्काइएको कुरा गरेँ मैले। कुनै तेस्रो कन्ट्री पुगेर फर्काएको होइन। यहाँ एयरपोर्टबाट तपाईँको प्रक्रिया मिलेन, डकुमेन्ट मिलेन भनेर त्यो फर्काउँदाखेरि त डोनाल्ड ट्रम्प कहाँबाट आयो त्यहाँ होइन? त्यो त हाम्रो प्रशासनको कुरा गरेको, हाम्रो अध्यागमनको कुरा गरेको होइन। हाम्रो अध्यागमन त हाम्रो गृहमन्त्रीले चलाउँछ नि, डोनाल्ड ट्रम्पले होइन नि। त्यसैले उसको देशबाट फर्काइएको थियो अर्को कुरा हो। त्यसमा तपाईँले भन्नुभएको तर्क लाग्छ होइन, त्यसको क्रेडिट हामीले लिनु मिल्दैन, किनकि हाम्रो प्रक्रियाले त उसलाई रिलिज गरिसकेको थियो नि होइन। तर हाम्रो एयरपोर्टबाट अध्यागमनको कर्मचारी प्रहरीले फर्काउने कुरा त हाम्रो प्रक्रिया हो नि होइन। त्यो मैले कुरा गरेको। अहिले हिजो लगभग 4 घण्टामा 2 चरण जस्तो बैठक भयो। सबै हाम्रो प्रमुख सचेतकहरू र 2-3 जना कानुन मन्त्री लगायत
अरू विधेयकसँग सम्बन्धित जुन हाम्रो कार्यसूचीमा रहेको विधेयकसँग सम्बन्धित मन्त्रीज्यूहरू पनि उपस्थित हुनुहुन्थ्यो र उहाँहरूको उपस्थितिमा त्यो भयो होइन। आज पनि अहिले त्यो बैठकहरू भइराखेको छ। अहिले हामीले चाहिँ उहाँहरूले बोल्नै पाउँदैन भन्ने तर्क हुँदै होइन हाम्रो होइन। हाम्रो तर्क के हो भने मुद्दा हाम्रो हो, त्यसैले पहिले हामीलाई बोल्न दिनुहोस्। अनि त्यसपछि हामीलाई एउटा कुरा याद छ, हामीले अघि भन्यौँ नि कन्स्टिट्युसनल प्रोसेसलाई रेस्पेक्ट गर्छौँ र बजेटलाई हामी डिस्टर्ब गर्दैनौँ भनेर त्यो राजनीतिक संस्कार देखाउँछौँ। हामीलाई अर्को कुरा पनि के याद छ भने गत वर्ष यसरी नै उहाँहरूले अवरोध गर्दै गर्दा उहाँहरूले हामीलाई चाहिँ बोल्न दिइरहनुहुन्थ्यो होइन। तर के अभ्यास गर्नुभएको थियो भने सबै दिनको बैठकमा पहिले उहाँहरूले बोल्नुहुन्थ्यो अनि सत्ता पक्षलाई बोल्न दिनुहुन्थ्यो। तपाईँहरूले गएर क्लिपहरू रेकर्डहरू हेर्न सक्नुहुन्छ। पहिले जहिले पनि प्रतिपक्षले बोल्नुहुन्थ्यो, हामीलाई प्रश्न साध्नुहुन्थ्यो अनि त्यसको जस्टिफिकेसन, त्यसको क्लियरिफिकेसन सत्ता पक्षले दिने अभ्यास थियो। अनि हामीले आज त्यही त भनेको कि अब हामी प्रतिपक्षमा छौँ, हाम्रो प्रश्न हो, हाम्रो मुद्दा हो, हाम्रो माग हो, हामीलाई पहिला बोल्न दिनुहोस्। हामीले उहाँहरूलाई बोल्नै पाउनुहुन्न भनेकै छैन होइन। हिजो दुईजना प्रतिपक्षबाट दुईजनाले बोल्नुभयो, त्यसपछि सत्ता पक्षबाट चाहिँ काङ्ग्रेसका सचेतकले समय पाउनु भएको थियो, त्यसपछि अवरोध भयो, त्यसैले सभामुखले आज कन्टिन्युटी गर्नु होइन। हिजोको कुरा आज त्यो सन्दर्भ नै परिवर्तन भइसक्यो। सदनमा सधैँ हिजोको कुरा आज के भनेपछि लास्ट इयरको कुरा आज किन हुँदैन भनेर हामी पनि त्यो प्रश्न सोध्न सक्छौँ। लास्ट इयर तपाईँहरूले जुन जुन अभ्यास गर्नुभएको थियो यसपालि त्यो किन मानिरहनु भएको छैन भन्ने हो। हामी उहाँहरूलाई अभिव्यक्ति गर्नै पाउँदैन, यहाँ चाहिँ अभिव्यक्ति वर्जित छ भनेर होइन। सदन त उहाँहरूले नै व्यवस्था हेरिरहनु भएको छ, उहाँहरूकै बहुमत छ। तर हाम्रो कुरा सुन्न दिनुहोस्, बोल्न दिनुहोस्, हाम्रो प्रश्न राख्न दिनुहोस्, हाम्रो तर्क राख्न दिनुहोस्, हाम्रो तथ्याङ्क राख्न दिनुहोस्, त्यसपछि तपाईँहरू जवाफ दिनुहोस् न भन्ने हो। त्यसरी त्यति मात्र हो हाम्रो होइन। उहाँहरूले जसरी तपाईँहरूलाई आएर सुनाउनुहुन्छ कि बोल्नै दिँदैन यस्तो उस्तो भने होइन। हामीलाई पहिला बोल्न दिनुहोस् भन्ने मात्र हो। तपाईँहरूको तथ्य र तर्क सुनेपछि सत्ता पक्षका सांसदले जवाफ दिने कि गृहमन्त्रीले जवाफ दिन पाउने? गृहमन्त्री माथि प्रश्न उठेकोले गर्दा गृहमन्त्रीले जवाफ दिने होइन। मैले हिजो पनि तपाईँहरूको अगाडि आएर निवेदन गरेको थिएँ, कुनै परिवारको सदस्यमा प्रश्न उठेपछि त्यही सदस्यले जवाफ दिँदैन, त्यसको जिम्मेवारी उसको अभिभावकले आएर लिन्छ कि मेरो परिवारमा कोही एकजना बदमास निक्लियो, उसमा प्रश्न उठ्यो, यसमा चाहिँ म निष्पक्ष छानबिन गर्छु र यसमा चाहिँ सबै कानुन सम्बद्ध प्रक्रिया हुन्छ भनेर म आश्वासन दिन्छु भनेर त अभिभावकले जिम्मा लिइदिनु पर्यो नि होइन। प्रधानमन्त्रीले जवाफ दिनु पर्यो भन्ने हो होइन। र यो कुरा चाहिँ तिमीहरूले माग राख्न पाउँदैनौ भनेर उहाँहरूले भन्न पाउनुहुन्न, किनकि गत वर्ष उहाँहरूको माग प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने नै थियो होइन। त्यसैले गर्दा उहाँहरूले त्यो गर्नुभयो, हामीले गर्न पाउँदैनौँ भनेर चाहिँ उहाँहरूले जे गर्नुभएको थियो त्यही रिपिट गर्न खोजे पनि होइन। हामीले भन्यौँ नि भोलि राजनीतिक रूपमा संवैधानिक प्रक्रिया हो बजेट, त्यसलाई हामी रोक्दैनौँ।